काठमाडौँबाट दाङ म यो ठाउँको लागि जाँदैछु। यो पानी यहाँबाट बग्दै भारतको राम जन्मभूमि अयोध्यामा गएर मिसिन्छ। यो कुनै सामान्य झरना होइन, यो सरजू नदीको उद्गम स्थल हो। राम भगवानले सरयू नदीमा आफ्नो जीवन त्याग दिनुभएको थियो। त्यो सरयू नदीमा गएर डुबुल्की लगाएर आफ्नो पाप मेटाउनको लागि विश्वभरका करोडौँ हिन्दूहरू मरिमेटी गर्छन्। र त्यो सरयू नदी जहाँबाट ओरिजिनेट हुन्छ, त्यो विभिन्न सोर्स मध्ये एउटा सोर्स यो पनि हो। तर नजिकको तीर्थ यति समय हेला भइसकेको रहेछ कि स्थानीयलाई समेत केही पनि जानकारी छैन। एउटा यो घन्टी भएको माथि एउटा नदीको त्यो देखाएको छ गुफा जस्तो। अन्तिममा कुनै पनि उपाय नलागिसकेपछि सबैको सहारा नेपाल प्रहरी। घरभन्दा पाल्लापट्टि त्यो अहिले नयाँ घर बन्दैछ नि पिपल बोट हो, त्यहाँबाट सिधै माथि हो। हाम्रो असी साहबको सहयोगले चाहिँ हाम्रो गन्तव्यतर्फ जाँदैछौँ। असी साहबलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू भाइहरू। ल हजुरहरूलाई पनि कतिपय लुकेका चिजहरू हुन्छन्, त्यसलाई बाहिर ल्याउनु भने हजुरहरूको यो एकदम साहसपूर्ण कार्यलाई एकदम सम्मान गर्छु म। थ्याङ्क यू भाइ। ल समस्या भनेको चाहिँ स्थानीय सरकारलाई चाहिँ यसको धार्मिक महत्त्वको बारेमा बुझेनन् के। पानी खान मिल्छ मिल्दैन? मिल्छ। त्यसो पहिले तैँले खा त, मरेन छैन मैले खान्छु। बाबूजी मुझको भूल गए क्या, बाबूजी मुझको भूल गए, लो ताकि की खबरिया।